गली गली तेरी लाज जली जियो रे बाहुबली। हेलो वेलकम टु माई मिलियन सब्सक्राइबर च्यानल इट्स मी काजोल। र आज चाहिँ म आएको छु योगीकुटी। यो ठाउँको एक्चुअल नाम चाहिँ योगीकुटी हो। मान्छेहरूले धेरै जसो चाहिँ जयकोटी गर्छन् हैन। अनि यहाँ चाहिँ मम्मीले कहिलेदेखि हो कि भनेको गएर आकाशी पुलमा भिडियो बनाउने यताउता देखाउने भन्नुभएको थियो। र फाइनल्ली आज चाहिँ म आएको छु योगीकुटीको आकाशी पुलमा। यहीँदेखि देखाउँछु ल। अनि यो साइडतिर जान्छौँ भने हामी जान्छौँ पाल्पातिर, पूर्व पश्चिम जाने बाटोतिर गइन्छ यो साइडतिर। र यो साइडतिरबाट हजुर जानुहुन्छ भने हजुर पुग्नुहुन्छ सिधै नेपाल र इन्डियाको बोर्डरतिर। यहाँदेखि लगभग आधी घन्टा 45 मिनटमा त हामी नेपाल इन्डियाको बोर्डर सुनौली बोर्डरमा चाहिँ हामी पुग्छौँ। अनि यो आकाशी पुलमा चाहिँ कस्तो छ भने एउटा साइडतिर सिँढी छ भने अर्को साइडतिर स्लोप बनाएको छ कि। र मेरो चप्पलले यस्तो बेइज्जत गराउँछ हेर्नु, हिँड्दा मेरो चप्पलै चुट्यो कि एउटा साइडतिरको चप्पलै निस्कियो कि। यस्तो खाने बेइज्जती ह। अनि यो योगीकुटीको चोकभन्दा अलि यतातिर चाहिँ यहाँ एउटा मन्दिर छ कि, ठुलो मन्दिर छ हेर्नु। यतातिर चाहिँ पहिला कस्तो हुन्थ्यो भने बजार लाग्थ्यो कि, एउटा मात्र मन्दिर थियो। अनि यो पिपलको रुख चाहिँ पुरानो हो हैन। यहाँ पहिला यस्तो ठुल्ठुलो अरू मन्दिरहरू त्यस्तो धेरै थिएन कि, एउटा मात्र थियो। अरू सबै बजार लाग्थ्यो। अनि पछि त बजार सारे अर्को ठाउँमा बजार सारे, त्यसपछि यो ठाउँमा त अझै धेरै मन्दिरहरू बनाए कि। यो पिपलको रुख हेर्नु यस्तो बुढो भइसकेको छ, यस्तो धेरै हाँगाहरू फिजारे छ नि यसले, कस्तो दामी देखेछ कि। र यहाँ चाहिँ एउटा नयाँ मन्दिर, यो मार्बल हो कि टाइल हो कि भन्छन् यसलाई, मलाई चाहिँ थाहा भएन। यसको पनि मन्दिर बनाएको भइसक्यो, कस्तो साइनिङ कि, कति टल्केको त्यो कालोमा त्यो मन्दिर टाढैदेखि हेर्दा नि कस्तो मजाको देखेको कि। अनि यो चाहिँ पछाडिपट्टिको गेट हो, पछाडिबाट चाहिँ यस्तो देखिन्छ। र सँगसँगै यहाँ चाहिँ एउटा सार्वजनिक टोयलेट पनि रहेको छ। अनि यो पुल पनि कति पुरानो पुल हो कि। यो पुल त यत्तिकै राखेछन्, न नयाँ बनाखान् न केही न केही। म यो गल्लीमा कति पछि हिँड्ने हो, सबैको घरको आँपको कि कति फुलेको कि फुल, आफ्नो घरमा छैन। यो चाहिँ हो मणिमुकुन्द कलेज, त्यसको बस। अनि म चाहिँ आज चामल लिन भनेर आएको कि, सबै घरको आँपको लिचीको आँपको फुल देखेर लोभ लाग्यो। फाइनल्ली बल्ल शीतल ठाउँमा आएँ म। कस्तो बेसी घाम लाग्यो। अस्तिसम्म यस्तो मजाको थियो मौसम बुटनमा, एक्कासी यस्तो भयो कि अब भने कस्तो हुने भयो, गर्मीले माने भयो। मेरोमा जहिले चार्ज हुन्न, चार्ज गर्ने बिर्सिन्छु कि राति चार्ज गर्ने बानी थिएन। यस्तै फर्काउँदा पनि उज्याला यतातिरबाट अँध्यारो घाम यताबाट नि त, त्यही भएर म चाहिँ यहाँ चामल लिन भनेर आएको। कुन चाहिँ घर हो थाहा छैन मलाई, फेरि फोन गरेर सोध्छु। यो घर अगाडि आएर फोन गरेछु, कताबाट हो गेट त ला है, यो घरै छ, गेट लाग्छ। उहाँहरू चाहिँ आउँदै हुनुहुन्छ, मलाई लाने भनेको। म चाहिँ उहाँलाई देख्दै बित्तिकै मैले सोधेको चामल छ कि छैन भनेर। छ यो चामल हो हेर्नु भन्नुभयो। अनि उहाँले चाहिँ चामल निकालेपछि मैले यसो हेरेँ, चामल चाहिँ मलाई मन पर्यो, हुन्छ निकालिदिनु नि त, राम्रै छ भने। अनि भिडियो गराइरहेको थिएँ। अनि भिडियो गराउनु मिल्छ कि नै भनेको त मान्छेको नगराउनु भन्नुभयो, हुन्छ भनेर उहाँकोमा चाहिँ मैले स्टिकर लगाइदिएँ। अनि डेलिभरी गर्नको लागि त अब अटो खोज्नु नि त भन्नुभएको थियो। अटो हेर्न गएको त अटो कुनै पनि पाएन कि, मैले कति बेरसम्म खोज्दा पनि पाएन। अनि उहाँले हुन्छ अटो पाउनु भएन भने चाहिँ मैले बाइकमा छोडिदिन्छु भन्नुभएको थियो। अनि त्यही भएर हुन्छ भनेर चाहिँ फेरि डेलिभरी भयो मेरो घरसम्म चामल। म चाहिँ घर आएँ। मैले चाहिँ यसपालि चामल 25 केजी मात्रै लिएर आएको, अहिले ट्राई गर्नको लागि भनेर। अनि यो चामल मिठो लाग्यो भने फेरि अर्डर गर्छु। अनि अझै धेरै अर्डर गर्छु नि त, किनभने राम्रो चामल त छिटो अर्डर गर्नुपर्छ कि धेरै। फेरि भ्याइयो भने त भ्याइहाल्यो। र मैले यो चामल खाएपछि कस्तो लाग्यो भनेर रिभ्यू दिन्छु। हजुरहरूलाई पनि यति मिठो लाग्यो भने गरेर लिन सक्नुहुन्छ है। पहिला सुरु मैले खान्छु र अनि भन्छु हजुरहरूलाई। गाइज मेरो भए नभएको सबै बल लाएर चामलको बोरा जुरुक्क उचालेर थेचार्दिएँ मैले किचनमा। त्यसपछि सुरु हुन्छ मेन काम मेरो, चामलको बोरा खोल्ने। चामलको बोरा यस्तो मजाले खुल्छ नि, सर र धागो निस्किन्छ कि, तर कुन चाहिँ धागो काटेर निस्किन्छ त्यो थाहा हुन्न कि। म त यताबाट काटिछु, फेरि भएन उतातिर काटिछु, अनि फेरि यतातिर आछु। मेरो पालि धेरै नै काटिदिएँ मैले त्यो धागोलाई, अब त निस्केला नि भनेर। साँच्चै नै निस्कियो कि, यस्तो खुसी लाग्थ्यो नि मलाई त्यो धागो निकाल्दा नि, ओलम्पिकको मेडल जिते नै भयो थियो। र धागो खोल्न साथ सबैभन्दा सुरुमा मेरो आँखा जान्छ एउटा चामलमा भएको कालो कालो गेडामा के, त्यहाँ के को बिउ हो कि के थियो, त्यो कालो दाल हुन्छ नि त्यस्तै खालको थियो कि। र 25 किलो चामल 1800मा पाउनु भनेको यत्तिकै ठिकै हो, त्यस्तो धेरै नि फोरो थिएन। म त्यस्तो धेरै अल्छी पनि छैन कि मैले बिन्न नसकौँ भनेर कि।
अब चाहिँ मैले हेर्नु यहाँ कसरी राखेको छु कि मैले बोरा चामल मैले बिहानदेखि केही नखाएको भएर मलाई कस्तो जाँगर नलागेको के अनि यो चामलमा चाहिँ सानो सानो कालो कालो थियो यतिको चाहिँ ठिकै लाग्यो मलाई चामल चाहिँ 25 किलो चामल यतिको चाहिँ ठिकै छ अब खाँदा चाहिँ कस्तो छ त्यो चाहिँ मैले भोलि भन्छु ल म चाहिँ थाकेँ अब म खाना खान्छु बिहानदेखि केही खाएन त्यही भएर पनि मलाई जाँगर नलागेको के र अब यति नै भिडियो रिभ्यू चाहिँ चामलको म भोलि दिन्छु ल भोलिको ब्लगमा आउँछ रिभ्यू राजलाई यति बाई टाटा